नमस्ते सबैजनालाई। मेरो नाम डिआरएस हिस्टोरिक्स र म डिआरएस गेमिङमा एज अ स्नाइपरको रोल खेल्ने गर्दछु र पहिलाको स्प्लिट हामी इडब्ल्युसी पुग्न सफल भयो र त्यहाँ गएर हामीले धेरै कुराहरू सिक्न पायौँ। जस्तै हाम्रो विकनेसहरू के छ, हाम्रो जस्तो फायर पावर निकै नै कम छ र यो स्प्लिटमा हामी चाहिँ वर्क गर्दैछौँ आफ्नो फायर पावर कसरी इन्क्रिज गर्ने भनेर। आई होप यो स्प्लिट पनि राम्रो जान्छ हाम्रो र आफ्नो टिमलाई फेरि रिप्रेजेन्ट गर्न पायो भने अझै खुसी हुनेछु। र जो टिम पनि नेपालदेखि गए पनि आई होप दे विल डु देयर बेस्ट इन द ग्लोबल स्पेस र नेपाललाई चिनाउनेछन्। र अफिसियल आएर नेपालमा धेरै कुराहरू इम्प्रुभ भएको छ। जस्तै इन्डिभिजुअल गेम प्ले चाहिँ इम्प्रुभ भएको छ, त्यसै अनुसार टिम गेम प्ले पनि इम्प्रुभ भएको छ र टिम पहिला जस्तो छुट्टिने छैन। अहिले सबै मिलेर एकजुट भएर खेलिएको छन् र यो देखेर मलाई निकै नै खुसी लाग्यो, किनभने एकजना भन्दा नि एज अ टिम स्ट्रङ भयो भने उहाँहरूले च्याम्पियनसिप उठाउन सकिलो हुन्छ। र यति भन्दै म यहाँबाट जान चाहन्छु। थ्याङ्क यू एभ्रिवान र जय नेपाल, जय डिआरएस।